यो केडा हो आफ्टर लङ टाइम म आइसकेँ है। बार्सिलोनाको खतरनाक गेम रहेछ, म नआउने कुरै हुन्न। जब म आउँछु मेरो केटाहरूको लागि नलिएर आउने केही पनि हुन्न। आज राति 1:45 चाहिँ बार्सिलोना भर्सेस एलाबा सिटी छ होइन। त्यो गेमको प्रेडिक्सन मलाई भन केटा हो, पेनल्टी पुग्छ कि बार्सिलोनाले यति हानेर जित्छ कि यति खाएर हार्छ कि त्यो चाहिँ गर। फर्स्ट कमेन्टलाई म 100 रुपियाँ एज अलवेज होइन। अनि त्यही माथि अब पेड्री छैन मिडफिल्डमा, अब थोरै ल्याग त हुनेछ पेड्री। अनि अब मेस्सी त अब म त सधैँ मिस गर्छु, तिमीहरू गर्छौ कि नै। अनि अर्को कुरा, राफिनिया चाहिँ नयाँ हेयरकटमा आएको छ है। पुरानो हेयरकटको पर्फर्मेन्स अब तिमीहरूलाई थाहा नै छ। अब नयाँ हेयरकटको पर्फर्मेन्स हेरौँ होइन। ब्रेड्स लाउँदा चाहिँ राफिनियाको पर्फर्मेन्स दामी थियो। अब हेरौँ, मेरो आजको प्रेडिक्सन चाहिँ 3-1 छ होइन। बार्सिलोना 3 एलाबा सिटी 1 होइन। त्यही पनि हेरौँ अब। अनि एक गोल चाहिँ राफिनियाले 100 हान्छ। अनि फर्मिनको चाहिँ एउटा असिस्ट या गोल आउन सक्छ होइन। त्यही भएर मैले भन्दैछु ल, छिटो छिटो प्रेडिक्सन गर, जित। बार्सिलोनाको गेम छ 1:45 बार्सा फ्यानहरू को छ यो छिटोभन्दा छिटो सेयर गर। गिभ अवे पनि हो एक किसिमले। थ्याङ्क्स फर वाचिङ।